ओइ आज त हामी कहाँ जानु लाग्छौँ भन न ओइ के हो त्यो भन्दै दादा यहाँ जानु ओइ कपाल न कपाल We are going to Niagara. नाइगा जान्छौँ हामी होइन अनि त्यसपछि नाइगा त किन जानु लाग्यो खासमा नाइगा त हामी गइरहेको हो नि त यस्तो नर्मल चिज हाम्रो लागि कोही कोही मान्छेहरू छन् यस्तो पाखिहरू नाइगा जाने मन नभएको यसको एन्सर चाहिँ थम्बनेलमा चाहिँ प्रभाव तिम्रो यो फर्स्ट टाइम हो त नाइगा जाने ओ रिप्लाई फर्स्ट टाइम नाइगा जाने ए नाइगा जाने फर्स्ट टाइम किन राम्रो छ दाजु भन्न होइन विच इज कोसँग गर्लफ्रेन्ड साथीसँग ए है दिदीको बारेमा दिदी के त तिम्रो यो फर्स्ट टाइम हो त नाइगा जाने फर्स्ट टाइम हो एकदम खुसी छु एकदम रहर लागिरहेको छ म त भित्रैबाट जुन फर्स्ट अफ अल चाहिँ सुरलाई धन्यवाद यो अपर्च्युनिटी मिलाइदिएकोमा होइन दिएकोमा होइन एउटा हामीलाई हात दिनु प्लेटफर्म दिएको थ्याङ्क यू मेरी मान्छे टेन्सन हाम्रो मनोज कि नाइगा जाने फर्स्ट टाइम त होइन होला तिम्रो कतिचोटि हो 30 4 सेकेन्ड अनि कस्तो लाग्यो त दादा फर्स्ट टाइम भने जुत्ता लगायो प्यान्ट लगायो ए जुत्ता देखाउनु जुत्ता कुन जुत्ता हो त्यो जोरबान जोरबान होइन हो नाइकी निकी अब हाम्रो जिनतिर जाउँ जिन ओए कस्तो छ नि जिनहरू यहाँ भिड दामी आउँदैछ जिन भन कस्तो लाग्यो त नाइगा जानुमा किन नाइगा जाने कारण चाहिँ के हो तिम्रो खासमा उद्देश्य के हो बिरुवा त तिमी यो चाहिँ हाम्रो नेपालीको भोट दिनेवाला उता अहिलेसम्म नाइगालाई जानु पाएको छैन अरे अब ऊ नेपाल फर्किँदैछ नेपाल फर्किने बेलासम्म नाइगा जानु नपाएको धेरै दुःख लगाएर हिजो रातभर गुवा गऱ्यो त्यही भएर हामी सबले गो फन्ड गरेर पैसा जुटाएर उसलाई लान लाग्छ नाइगामा ठिक के भन्छ बाबा ए हेर्दै कुरा एकदम अब अहिले चाहिँ हामी क्यानाडाको वान अफ द लङ्गेस्ट ट्रेलमा छौँ है यो चाहिँ यङ्गी ट्रेल भन्छौँ हामी ट्रेनमा छौँ अहिले तपाईँहरू कन्ट्री साइड देख्न सक्नुहुन्छ ठिक छ त्यसपछि स्टे ट्युन गाइज हामी अब धेरै नै धेरै रमाइलो गर्नेछौँ है अनि त्यही त हो नि अहिलेको लागि चाहिँ यति नै अब तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ भन्नुहोस् न त सुधन प्रश्न छ प्रश्न फर्स्ट अफ अल त्यो जर्नीको बारेमा भन्नुहोस् तपाईँको यो जर्नी अब कसरी डिस्क्राइब गर्नुहुन्छ यो नाइग्राको जर्नी तपाईँले यस्तो अब नर्मली म त नाइग्रा गइ नै रहेको मेरो दाइको घर पनि त्यहीँ छ त्यही भएर जस्तै मेरो फिफ्थ टाइम जति हुन्छ नाइग्रा जान्छ पर्दैलो खासै मलाई रहर त छैन नि त मेरो चाहिँ के भयो भने मनमा कस्तो लाग्यो भने मेरो एउटा साथ छ सानदेखि गरिबमा जन्मेको बिचरा होइन उसलाई मैले बत्तीले चिनेँ हो नि त उसलाई पहिलेदेखि त्यो झर्ना भन्ने चाहिँ एकदम उत्साहित हुने मान्छे हो क्या त्यही माथि तराईमा जन्मे तराईमा पानी देख्न नि नपाएको मान्छे पाएँ अनि उसले चाहिँ यहाँ आएर जाउँ दाजु जाउँ भन्नु थाल्यो मलाई नाइगा जाउँ भन्नु थाल्यो मैले के भने ठिक छ पानी देखेको त्यो त्यो के भन्छ ह्यान्ड पम्प ओके माथिबाट उसले पानी झरेको सबसे अहिलेसम्म जस उसले पम्पको बाहेक त्यस्तो देखाएको देखाएको छैन हाइटबाट त्यसपछि उसले चाहिँ त्यस्तो कुरा गरेँ मसँग नाइगा जाने कुरा गर्यो अनि मैले भने ल ठिक छ होइन तिमीलाई अब क्यानाडा निकालिदिइहाल्यो होइन तिमी पढाइ पनि धुस भयो ऊ नदिनु तिमीलाई तिमी चाहिँ नेपाली भन्नु थालेँ मैले अनि उसले ठिक छ मलाई एकचोटि नाइगा घुमाइदियो भने मैले के भने होइन अब एक्लै पैसा हाल्यो भने फेरि सबले के भन्छ भन्दाखेरि यसले एक्लै पैसा लगायो धेरै धनी छ भन्छ नि धनी छ भन्छ भनेर मैले के गरेँ भन्दाखेरि केटाहरू मिलाएर सबैलाई पैसा हालौँ अनि उसलाई चाहिँ एकचोटि नाइगा घुमाउँ भन्ने प्लानमा हामी एक दिनको के गर्छ 2 days 1 night हो नि त त्यसो हामी नाइगा घुम्नु जानु स्टेकेसन अनि त्यसपछि हाम्रो प्रभाव जिउलाई चाहिँ देखाइदियो ऊ चाहिँ हाम्रो एकदमै स्पेसल गेस्ट हो ऋषि धमाला एकजना एकदमै स्पेसल गेस्ट हो ऊ चाहिँ खासै कुनै पनि पार्टी होइन यसो नो भने उसलाई केही त्यो ड्रिङ्क्स नो एकदम क्लिन मान्छे हो जिम जाने मान्छे हो एकदम एकदम एक्साइटेड भएर होइन बिदा लिएर $200 छोडेर उसले आएको छ यहाँ हाम्रो दादु जिन्दाबाद यो पछि चाहिँ के त चिनाउने यो पछि केही छैन यो पछि अब हाम्रो टोरन्टोमा ल है त यो पछि टोरन्टो स्टे ट्युन गाइज
सो प्रभाव के खाइरहेको तिमी मैले ट्रिपल खाएर तिम्रो तेरो के सबभन्दा फेभरेट ट्रिपल हो यप अनि अरू कुनै कफी मनपर्छ कि यही कफी भन्नु बेस्ट मलाई त पहिला डबल लगाउनु पर्थ्यो अनि कम भयो त्यसपछि अब त्यो लाइक अपग्रेड हुँदै जाँदाखेरि कस्तो हुन्छ भने अब लाइक हुन्छ नि 2 पछि 3 ठुलो हुन्छ नि त्यस्तो पनि डबल त्यसमा चौर हो अब ट्रिपल चौर आयो भने हाम्रो नेक्स्ट मान्छे चाहिँ यो गरिरहेको हाम्रो गरिब सो हामी कुनमा वार्तालाप गर्ने नेपालीमा गर्छौँ कि इङ्ग्लिसमा गर्छौँ कि फ्रेन्चमा गर्छौँ बोन्जोर सो स्टार्ट गरौँ न त हाम्रो होइन म तपाईँलाई एकदम प्रष्ट नेपालीमा बोल्छु तपाईँ त्यही अनुसार इङ्ग्लिसमा मलाई भन्नुहोस् यसको जवाब ठिक छ तपाईँको अहिलेसम्मको नेपालदेखिको क्यानाडा भ्रमणमा र क्यानाडादेखि अब नेपाल जान लाग्नु भएको छ त्यसमा हजुरको के हजुरको जिन्दगीमा परीक्षा सहनु पर्ने भएछ त्यही त गरेर क्या मैले सोधेको प्रश्नको उत्तर दिनुहोस् तपाईँ Actually, there is no any difficulties, to be honest. Okay. And in foreign land, you have to work. It doesn't matter in which family background you belong. Whether rich, middle class, or poor. You gotta grind. Okay. You gotta work each and every fucking day. Okay. यस्तो 18 प्लस होइन हाम्रो त्यहाँ हाम्रो बच्चाहरूले नि हेर्छन् त्यही भएर प्लिज यस्तो कुराहरू ओके ओके अनि त्यसपछि भन्नुहोस् त्यसपछि अरू के भन्छ And he's my friend. You can show him, my friend. The one and only greatest of all time. दादु The greatest dadu of this generation. अन्त तपाईँलाई म सेकेन्ड क्वेसन सोध्न चाहन्छु Who is he? Why is he talking? I don't know who is he. Bro, He's just please shut the fuck up. He's like Homeless? leave him. Yeah, maybe. Look at his cap. Oh, so give him some penny. he's bro. like a bangne buda Give him some penny. bangne buda बिप्लब तिमीलाई अर्को क्वेसन By seeing me drinking this सुन shit, अर्को you are down. अर्को 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 एउटा क्वेसन भन्छु मैले अर्को क्वेसन चाहिँ कस्तो प्रकारको रहेको छ भन्दाखेरि तिम्रो मेन उद्देश्य के हो नागेर जाने तिमीलाई मन भएर कि होइन एक्चुअली आएको छ यो ठाउँमा जान मन लाग्यो भन्ने टाइपको हो कस्तो Actually, I want to go out with all of my friends. Okay. Because we haven't gone out in these 2 years. We always been in our home celebrating, drinking every day. ओके But we have never been out together. ओके यस तपाईँलाई एकदम आउटडोर जान मन थियो प्लस केटाहरूसँग अब त्यो अब यहाँ त नेपाल छैन नि त Yeah. अनि बाहिर बसेर खान सकिँदैन Exactly. त्यही भएर चाहिँ तपाईँलाई एक्चुली क्यानाडामा आएर नि एक्चुली त्यो भ्रमण गरेसँगै साथीहरूसँग भेटघाट We got to रमाइलो गफगाफ Yeah, really. गर्न मन लाग्यो Yeah, you're right. So that's the main point of this whole tour. ओके तर हाम्रो बालसँग के डिसपोइन्टेड हुन्छ बालसँग एकछिन डुलाउने बेलुका गएर लगाएर भाडा भट्टाउनै बाँकी छ Yeah. बालदङ Bro. Is he ignoring us? या Fuck him. बादल ओ बादल Mr. Cloud. Mr. Cloud, yeah. Oh, Mr. Cloud. attitude, right? Mr. Cloud. He's Mr. Cloud, bro. Why are you calling him Bardal or सो something? उसको नाम चाहिँ कसरी मिस्टर क्लाउड भयो Actually, his Nepalese name is Bardal. ओके And Bardal means cloud, Cloud. in English. So that's why we call him Mr. Cloud. तर उसलाई बादल पनि होइन क्लाउड पनि होइन उसलाई कलाउड भन्दा कस्तो हुन्छ Yeah, Cloud because of the pronunciation, accent. एक्सेन्ट Yeah. नेपाल एक्सेन्ट Yeah, that's the main thing. And look at this band too. ल अहिलेको The worst part of this country. ल अहिलेकोलाई चाहिँ हामी एकछिनलाई समाप्त गर्न चाहन्छौँ ब्लग होइन You're welcome. एकछिन स्टार्ट You're गरौँ welcome. सो फाइनल हामी नागेको छौँ विथ बादल तामाङ जिम वाइबा बुद्ध पाइबा बुद्ध दिपेश पराजुली अनि हाम्रो लुफी दादु दादु द ग्रेट दादु ग्रेटै हो सो अब हामी भर्खर ट्रेनबाट निक्लेको छौँ होइन त फर्स्ट हाम्रो के प्लान छ त फर्स्टमा रेस्टुरेन्ट जाने कि we all are hungry so we are We're going moving to to restaurant. restaurant Okay. and it is spicy After that? हामी लेक भ्यू जान्छौँ ओके सो त्यसपछि हामी नाइगर फल जाने भनेपछि पहिला हाम्रो सामानहरू नराख्ने लेट्स सी अब नभए सामान धेरै छ अब एकचोटि सामान राखेर बरु जाउँला जान त्यो बेटर होला मेन यो फायर वर्क्स चाहिँ कति बेला हुन्छ 10 बजे भनेपछि हामीले आउँछ होला होइन त्यही चाहिँ गुगलमा चाहिँ चेक गर्नुपर्छ तर मलाई जसम्म चाहिँ 10 हो
मेन हो फायरवर्क्सहरू हुन चाहिँ हुन्छ नि फायरवर्क्स एभ्रिडे हुन्छ एभ्री डे हुन्छ अब हामी फर्स्टमा त यो फायरवर्क्सहरू छ एकछिनपछि तर सामान सायद राख्दा राम्रो होला राखेर आउँदा ठिक्क टाइम हुन्छ क्या अनि त्यसपछि राख्दा बरु अलि एकछिनमा गएर हिँड्दै जाउँला क्या उतैसम्म कतिको जाडो हुन्छ जाडो होला जस्तो अहिले जाडै छ अहिले -2 छ -2 छ ल अहिले एकछिनमा अब अर्को सिन को गेम खेल्यो हाम्रो गेमहरू उतै केटीहरूको लाइफसँग खेल्छ हामी चाहिँ लाफिङमा आएको छौँ होइन लाफिङ आइसकेको यताबाट चाहिँ हाम्रो दिदीले खाँदै हुन्छ लाफिङ ओहो दिदी कन्ट्रोल चाइनिज स्टाइल बाबा कस्तो लाग्यो मिठो लाग्यो बाबा कस्तो लाग्यो ठिक छ राम्रै छ फ्लेभर राम्रो छ है हाम्रो चाहिँ मोमो आइसकेको छ होइन बाबा मोमो चाख्यो त चाखेर हेर न कस्तो छ तिमीले कुन चिकन होइन कस्तो प्रभाव कस्तो ओए म चाहिँ झोल बढी मिठो ओरिजिनल टेस्ट छ क्या हो र मलाई चाख्नु मलाई नि गरिबेस खबिन त नाइस ल खाएपछि भेटौँ हामी अब हामी चाहिँ हाम्रो घरमा आइपुगिसकेको छौँ होइन जिन सर कहाँ हो त अहिले हामी त्यस्तो रिभिल त हाम्रो फलोवर्सहरू हाम्रो भ्युवर्सहरू फेरि आउनु ऊ चाहिँ पुरै रेडी भइसक्यो होइन टेबल टेनिस खेल्नलाई ओइ जिन त्यस्तो शब्द नबोल अशब्द नबोल र तपाईँ हाम्रो घर देखाउँछौँ होइन हामी टक्कै तपाईँ सोच्छ यहाँ हाम्रो डाइनिङ टेबल छ यतापट्टि छ हाम्रो टेबल टेनिस खेल्ने ठाउँ यहाँ हाम्रो कफी मेसिन भइहाल्यो अहिले बाँकी सामान किचन नर्मल युनिट हो नि केही त छ फ्लावर वाटर फिल्टर छ अलिकति मलाई यहाँको हाउसकिपिङको चाहिँ अलिकति प्रस्तुति नराम्रो लाग्यो होइन यो हाउसकिपिङ अलिकति प्रस्तुति ठिक छैन त्यो बाहेक चाहिँ अब के हो यहाँबाट हामी मान्छौँ होइन माथि यहाँ फायरहरू टन्नै रहेछन् हरेक रुममा यो हाम्रो एउटा फर्स्ट बेडरुम आफ्टर द्याट हाम्रो यहाँ सेकेन्ड बेडरुम बत्ती हालौँ सेकेन्ड बेडरुम द वासरुम भयो आफ्टर द्याट यति ए मेरो पर्व थर्ड बेडरुम सानो सो हामी चाहिँ पुगिसकेको छौँ नाइग्रा होइन जिन कस्तो फिल भइरहेको छ नाइग्रा आउनु अलिकति रमाइलो एक्साइटेड त्यो समरमा यस्तो चाहिँ अलिक भाइ भएन भएन त ठिकै छ ठिक छ होइन समरमा हामी आउने चाहिँ 2-3 चोटि आइयो विन्टर फर्स्ट एक्सपिरियन्स ओके रमाइलो हुँदैछ We're gonna experience the winter. ए हाम्रो साथीहरू चाहिँ कहाँ छ भन्ने कुरा चाहिँ Maybe, just maybe, I'm not sure. यु नो स्योर ओके Let's see, let's find it. यहाँ अब हेरौँ न त भिन्नता के रहेछ हाम्रो समर र We are going to see the difference. तर लाइक हुन्छ नि यो एकदम ब्युटिफुल देखिरहेको जस्तो लागेको छ मलाई यो लाइटनिङले गर्दाखेरि अनि यतापट्टि स्नोहरूले गर्दाखेरि होइन ओ यो हो नि त पारा ओए ल है हामी चाहिँ अब यस्तो हिँड्दा होइन अब साथीभाइ भेटघाट गरौँ भनेर हाम्रो एकदमै चाहना थियो अनि हामी चाहिँ छुट्टै गाडीमा आएको थियौँ होइन आफ्नै गाडीमा होइन गर्छ हामी आफ्नै गाडीमा आएको थियौँ केटाहरू चाहिँ उबर गरेर थिएँ मैले पुरै इन्जिन डबल लोड गरिदिन्छु भनेको तर उनीहरूले मानेन होइन त्यसैले अब केटाहरूले अब भेटेर त दिवेश कस्तो लागिरहेछ त कस्तो लागिरहेछ त नाइकामा कस्तो मनोज कस्तो एकदम ओपी मालदामा कस्तो लागिरहेछ त awesome हो awesome मजा आइरहेको हाम्रो भ्यू चाहिँ यस्तो छ है हल्का सानो खालको खोइ हाम्रो दादु छ त लाइटिङ चाहिँ यहाँ रहेछ के उता लाइटिङ लाइटिङ भतिर मजा देखिन्छ यो
यो चाहिँ हाम्रो घोर्सानी छ होइन उसको चाहिँ एकदम आज फोटो खिच्ने चाहना भएको कारणले नाङ्गे भएर पनि नाइग्रामा फोटो खिचेको छ उसले जाडो एकदम जाडो हुँदैन उसलाई बालटामा चाहिँ हाम्रो फोटोग्राफर छ सबको फोटो चाहिँ उसले खिचिरहेको छ एकदम जाडो छ कति जिन हाम्रो कति माइनस कति टेम्परेचर कति छ माइनस कति डिग्री हो भनिदिनुहोस् न एकचोटि धेरै कुरा देखाउँदाखेरि है वेदर 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 -3 feels like -3 ए -8 त्यो त लोएस्ट हो फिल्स लाइकै छैन -3 नै हो -8 हो ल तर फिल्स लाइक चाहिँ -8 छ मेरो लागि चाहिँ होइन एकदमै चिसो भइरहेको छ मेन चिसो भनेको चाहिँ हजुरको यो टेम्परेचर भन्दा नि मेन चाहिँ यो पानी झरिरहेको छ क्या एक्सिलरेसन डु टु ग्राभिटी साइन्टिफिक तरिकाले जाँदाखेरि त्यो तर त्यो होइन मेन चाहिँ यो किन भन्दाखेरि यो चाहिँ अब प्रकृति पनि खुसी भएर यहाँ हामीसँग चाहिँ यो पवित्र भूमिमा चाहिँ कसको पाइला टेक्यो त दादा अब हाम्रो लास्ट एउटा फोटो खिच्ने बाँकी भनेको हाम्रो बालदाङमा छ सबैजनाको फोटो चोलो खिचिसकेको छ ग्रुप फोटो पनि हामीले एउटा सेल्फी खिचिसकेको छौँहरूले यो भिडियोमा देख्न सक्नुहुन्छ एकछिनपछि अनि त्यसपछि अब हामी बालको फोटो खिच्ने बित्तिकै अब घरतिर लाग्छौँ अनि घरतिर लगाएर हाम्रो बाँकीको कार्यक्रम सुरु गर्छौँ अहिलेको लागि चाहिँ बिदाई फेरि त्यो पनि प्रयास गर्छौँ हाम्रो चाहिँ एकदम रातिको कार्यक्रम राम्रो भएको कारणले राति नाइकासाका सब हामी गयौँ होइन हाम्रो सबजना मान्छे एकदम फ्रेस छ फर्स्ट सबभन्दा फ्रेस भनेको चाहिँ हाम्रो बाल तामाङ छन् होइन एकदम बिहान उठेर एकदम फ्रेस भएको छ ऊ होइन हिजोको नाइकाको पानीले उसलाई एकदमै त्यो पानी एकदम प्योर भएको कारणले उसको पाप पनि बखालेको भएको जति नभए पनि बखाल्यो क्या जबरजस्ती अनि अब सेकेन्ड हाम्रो छ जिन उदय जिन चाहिँ अब कस्तो भन्दाखेरि उदय टाइममा सुत्ने मान्छे एकदमै उसलाई चाहिँ अब त्यो टाइममा सुत्ने भन्दा उसलाई एकदम गाह्रो हुन्छ भनेर उसले एकदमै जस रातिको तिम्रो 9-10 बजी चाहिँ सुत्दिहाल्ने मान्छे हो नि त अनि तिमी त्यतिखेर सुतेर अहिले बिहान उठ्दाखेरि सबलाई कफी बनाएर के अरे करेन्ट के होइन बुलडक बनाएर होइन यस राम्रो गरेको थ्याङ्क यू है तिमीलाई त्यसको लागि अझ अब अर्को छ हाम्रो मनोज र दिपेश ढुक्कु जोडी मनोज त अब एकदम टाइममा सुत्ने मान्छे हो 12-1 बजीतिर ऊ सुत्छ हो उसलाई एकदम बिहान पनि उठ्दा फ्रेस थियो हाम्रो दिपेश चाहिँ अलिकति फटा छ क्या उसलाई त्यो खासै निन्द्रा आउँदैन भनेर ऊ चाहिँ 6 बजीतिर सुत्यो क्या ऊ 6 बजीतिर सुत्यो अनि 7 बजी उठ्यो अरे भन्ने होला दिपेश के साथ छ त हो नि चाँडै फ्रेस हुन्छ तर अहिले चाहिँ फ्रेस छु किन त्यस्तो चाहिँ मेरो एउटा इच्छा पुरा हो के इच्छा कुन इच्छा थियो दिपेश मेरो प्रसाद खाएर नागरा फल्छ यो चाहिँ देख्न सक्नुहुन्छ हाम्रो नाइगाको भ्यू हो होइन अब यहाँ छन् कोही मान्छेहरू फर्स्ट टाइम नाइगा देख्नेहरू पनि छन् उनीहरू एकदम भिडियो खिच्न रुचाएका छन् दिपेश तिमीले फोटो खिच्नुपर्छ त खिच्नु पर्दैन पर्दैन ऊ त्यही हो फर्स्ट टाइम द हिस्ट्री अफ नेपाल आएको होइन क्यानाडा होइन के तिमी नाइगा दाइ धेरै राख्छौ अनि अब बाल दाउँ एकदमै ऊ चाहिँ के भन्छ भन्दा ऊ चाहिँ गाइड क्या उसले यहाँबाट यस्तो देखिन्छ केटा हो अहिले अगाडि जाउँ त्यहाँबाट अलिक चाहिँ राम्रो भ्यू देखिन्छ भन्ने तरिकाले हामी अगाडि जाँदैछौँ अब अगाडिपट्टि कस्तो पनि छ भने सिचुएसन मान्छेहरू छन् आजकल चाहिँ धोतीहरू ओढे भएको कारणले हामीले चाहिँ होइन डायरी छोडेर नयाँतिर आएको हो खासमा चाहिँ रियल कारण चाहिँ यहाँ पनि धोतीहरूको त्यो सङ्ख्या चाहिँ कम छैन भन्नेमा हामी आइपुग्यौँ एउटा हेर्नु त भ्यू के हो हामी आफ्नो गन्तव्यतर्फ लाग्दैछौँ हाम्रो अब जस्ट ट्रेन चाहिँ 11:57 कतिमा छ अनि अहिले लगभग 11:20 त्यस्तै भएको छ होइन अनि त्यसपछि अब चाहिँ लगभग आधी घन्टाभित्रमा हामी आफ्नो ट्रेन स्टेसन पुग्नुपर्छ त्यही भएर एकैछिन हिजो पनि आएको त आएको हो त्यही पनि अब बेलुका नि आइयो अब बिहान पनि एक्चुअली घुमौँ भन्ने सोच मात्रै हामी आएको छौँ एकछिनमा थाहा हुन्छ के हुन्छ त्यही नाइगाबाट निक्लिसक्यो अब हामी प्यारिस जान लाग्यो
आज चाहिँ मेन चाहिँ घुर्सानी गर्दा बिल्ल भन्नेले गर्दा हामी आएको अब टोरन्टो गएर चाहिँ अब जस घुर्सानीले थकाली चाहिँ सबलाई एउटा एउटा खुवाउँछ भन्ने चाहिँ एकदम उसले राम्रो निर्णय गरेको कारणले हामी खासमा चाहिँ अब बिहा जाने प्लान थियो जसरी होइन के भन्नु तिमीहरू बल गरेर के भन्नु केटा ट्रेन चढ्ने नै नि तर मजा जस्तो लाग्छ उसले गर्छ उसलाई हुन्छ त्यो भन्दै हाम्रो यहाँ नाइग्राको यात्रा यहाँको सकिएको छ अब जस तपाईँहरूलाई अब जाँदै गरेको ब्यारीसम्म घरसम्म पुगेको देखाउँछौँ अब उसले जस टोर्नु लग्यो भने चाहिँ अब हामी त्यहाँ थकाली देखाउँछौँ हजुरलाई कस्तो हुँदो रहेछ उसले लाँदैन भन्दा के भन्नु सकिन्छ र दिपेश हामी त एकदम सङ्घर्षपछि नाइग्रामा हाम्रो ट्रेन छुटेको भएर हामी त्यो सानो खालको उबर गरेर होइन आएको छौँ गाडी बोकेर के हो जिन पर्सनल गाडी अन्त चाहिँ हाम्रो किन घोडा ठोकेर हाम्रो मनोजलाई गाह्रो भयो गुड गुड गुडलाई यसरी पास हाम्रो उता छ जिम्बूमा जिम्बू त ठिक छ मनोजको चाहिँ घुँडा र गुलाएको राम्रो छ क्या जिम्बू भएर चाहिँ हामी निमाई खाने हुन्थ्यो बाबु किन के हो सबस त सायद उतापट्टि हो कि डब्बा थियो रुकै हेर्छु कहाँ आएको थियो अरे यो ठाउँको नाम के अरे जिम्बू जिम्बूमा हाम्रो जिनीले आज भात धन्काएर छ उसको चाहिँ सबभन्दा फेभरेट थकाली अरे एकदम खुसीको साथ उसले खाइरहेको छ एउटा एक बाइट हाल्नु एक बाइट ओ सक्यो नि त है थम्नेल त आइहाल्यो त जिम्बूको थकाली भनेर दिपेश के भन्छ हाम्रो कतिको मिनट लाग्यो राम्रै ठिक छ कति हिजो त मजा आयो अब सुत्न पायो झन् भनेपछि आज के यहीँ सुत्ने त अब राख्नु होइन पर्व नि पर्व ट्रेन स्टेसनमा है कस्तो भात सकिसक्यो भात नहाल्छ प्रहरलाई सुलभ श्रेष्ठलाई सपोर्ट गरेको नि त अनि त्यहाँबाट के सपोर्ट चाहिँ कस्तो तरिकाले सपोर्ट खानुमै सपोर्ट गरिदिएको थिएँ बादल चाहिँ आज एकदम रेस्ट किन भन्दाखेरि उसको चाहिँ बिरामी पनि छ अन्त बिरामी भएर रेस्ट गराइदिउँ नि हामी टक्क लगायो होइन खाजा देखाएर हाम्रो अब त्यहाँको एकदम सकिसक्यो हाम्रो टोरन्टोको कार्यक्रम अब हाम्रो प्रभाव चाहिँ एकदम थाकेको छ उसले एकदम धेरै काम गरेको छ आज त्यसमा कन्ट्रिब्युसन एकदम बढी छ अनि अब बाल दामा त आज अलिकति सन्चो नभएर उसलाई एकदम गाह्रो परिरहेको छ अनि हाम्रो जिन सर चाहिँ ठ्याक्क बालको पछाडिपट्टि छन् जिन सर ए पछाडि आयो भने चोटि उसलाई चाहिँ एक्लै बस्न मन लगाएर ऊ एकल काट्यो अरे हाम्रो मन्दिर त्यहाँ छ मनोज एकचोटि जाने बेला सबलाई भाइ भन्दै मनोज भाइ भन्दै भाइ यहाँ ब्लगमा हो भाइ भन न भाइ भाइ भन्नु नि त्यसो त अनि यहाँ त बिग्लो घर जान्छ अनि यतापट्टि हाम्रो दिदी हुन्छ अब हामी यहाँबाट निक्लेर सिधै एलएनएल चाहिँ हजुर भन्छ त्यही